ओके आज म तपाईहरुलाई यो भिडियो जुन मोटिभेशनल खालको भिडियोजहरु जुन चाहिँ मजाले गरिरहेको छ स्टोरीहरु कहाँबाट पाइरहेको छ कसरी क्रिएट गरिरहेको छ फोटोहरु कहाँबाट पाइरहेको छ कसरी क्रिएट गरिरहेको छ भन्ने कुराहरु म तपाईलाई मजाले जानकारी दिन गइरहेको छु र यो भिडियो अन्त्यसम्म हेर्नुस् होला म तपाईलाई फ्रीमा सबै कुरा चलाउन सिकाएर फ्रीमा सबै कुरा गर्न सिकाएर फ्रीमा एक्सपोर्ट गरेर फ्रीमा तपाईहरु पनि पोस्ट गर्नुस् होला र आफ्नो ऑडियन्सहरु प्रति एंगेजमेन्ट गर्नुस् होला है ओके सर्वप्रथम त हामीलाई के चाहियो भन्दाखेरि स्टोरी चाहियो सर्वप्रथम त यदि तपाईहरुसँग स्टोरी छ भने त्यो एकदम बेस्ट भयो छैन भने गुगलबाट सर्च गर्न सक्नुहुन्छ युट्युबहरुबाट सर्च गर्न सक्नुहुन्छ मोटिभेशनल स्टोरीजहरु खोज्न सक्नुहुन्छ आफ्नो गाउँहरु कथाहरु लिएर आउन सक्नुहुन्छ छैन भने तपाईसँग एउटा अप्सन्स के छ भन्दाखेरि च्याट जीपीटीबाट भएर डिपसिक हैन धेरै एआई असिस्टेन्टहरु छ अहिले हैन गुगलले पनि लिएर आइसकेको छ तर च्याट जीपीटीबाट हामीलाई पहिलेदेखि गरिरहेको भएर हुनाले होला एकदम सजिलो लाग्दछ त्यहाँनिर गएर मैले के लेखे भन्दा क्रिएट अ मोटिभेशनल स्याड स्टोरी of Nepali daughter-in-law and daughter-in-law where mother seems rude, unhappy with daughter-in-law, but daughter-in-law always try to help mother-in-law and once mother-in-law हैन get के रे mother-in-law लाई चाहिँ के हुँदाखेरि चाहिँ डटर इन लले बचाइसकेपछि चाहिँ आफ्नो सौतनी भन्ने सरी आफ्नो सासु आमालाई चाहिँ आफ्नो भनौं न बुहारी प्रति चाहिँ के माया आउँछ त्यो देखाउनुस् होला भनेर एउटा मोटिभेशनल स्टोरी लेख्नुस् होला भनेर मैले के गरे भन्दाखेरि च्याट जीपीटीलाई मैले चाहिँ सोधिसकेपछि च्याट जीपीटीले सरर मलाई चाहिँ के गर्दै भन्दाखेरि एन्सर दियो टाइटल आमाको आशीर्वाद मदर ब्लेसिङ भनेर चाहिँ पुरै टाइटल दिएर चाहिँ सबै कुराहरु लेख्थ्यो त्यसपछि चाहिँ मैले यसलाई चाहिँ के लेख भने भन्दाखेरि यसको चाहिँ 10 वटा भागमा चाहिँ सिरिज बनाइदियो 10 वटा प्रम्प्ट लेख्दियो किन भन्दाखेरि मलाई 10 वटा फोटो जेनेरेट गर्नु थियो सबै कुरा लेखिसकेपछि मैले यसलाई के कुरा गर्न लगाए भन्दाखेरि यही कुराहरु चाहिँ अब मैले फोटो जेनेरेट गर्नु पर्ने हुन्छ जुन चाहिँ हामीले त्यो मोटिभेशनल स्टोरीहरुमा राखिरहेको छ फोटोहरु त्यो फोटोहरु जेनेरेट गर्नको लागि चाहिँ मलाई चाहिँ फोटो प्रम्प्टहरु निकाल्दे हैन तर त्यो फोटो प्रम्प्टहरु निकाल्दा फेरि चाहिँ मलाई चाहिँ सबै फोटोहरुमा चाहिँ स्पेसिफिक एउटै मान्छे देखोस् एउटै लुगा देखोस् एउटै सर्कल देखोस् एउटा इन्भाइरोमेन्ट देखोस् भनेर त्यो कुराहरु चाहिँ सबै मिलाएर कसरी गर्ने भन्दाखेरि चाहिँ मैले यसरी चाहिँ प्रम्प्ट लेखेको थिए तपाईले देख्न सक्नुहुन्छ क्रिएट अ डिटेल प्रम्प्ट फर जेनेरेटिङ इमेज अफ इच सीन हैन यो कुराहरु सर तपाईहरुले पनि पढ्नुस् होला यानी राम्रोसँग लेखिसकेको छु मैले शेप पनि गर्नुस् होला तपाईले यसैले लिएर अरु स्टोरीहरु लेख्दै हुनुहुन्छ भने अरु खालको उहरु लेख्दै हुनुहुन्छ भने क्यारेक्टरको मात्र नाम चेन्ज गरेर यही प्रम्प्ट तपाईले मजाले युज गर्न सक्नुहुन्छ जसले गर्दा चाहिँ यसले चाहिँ हरेक लुगा कलर हैन ज्वेलरीहरुको पनि स्पेसिफिक कुराहरु बताइदिसकेपछि यसले मजाले प्रम्प्ट दिन्छ सर विथ स्पेसिफिक डिटेल के हैन बुहारीको डिटेल सासुमाको डिटेल दिएपछि हरेक एपिसोड अनुसारको चाहिँ एक एकवटा फोटो प्रम्प्ट जुनमा चाहिँ लुगाहरुको देखि लिएर सबै कुराहरु चाहिँ जनाएको हुन्छ सर आइसकेपछि हामीले यसलाई चाहिँ मजाले फोटो जेनेरेट गर्ने ठाउँमा लगेर चाहिँ फोटो जेनेरेट गर्न सक्छौं अहिलेसम्म मैले यसलाई इंग्लिशमा किन गरिरहेको छु भन्दाखेरि नेपालीमा लेख्न हामीलाई पनि गाह्रो हुन्छ नेपालीमा लेखिसकेपछि जुन इमेज जेनेरेसन गर्ने ठाउँहरु हुन्छ त्यो अनुसार त्यहाँ गयो भने त्यहाँ पनि गाह्रो हुन्छ हामीलाई है किन भन्दाखेरि सबै एआई ले नेपाली प्रष्ट राम्रोसँग नै लिन सक्छ भन्ने पनि हुँदैन हैन हामीलाई लेख्न पनि गाह्रो हुन्छ त्यही भएर मैले अहिलेसम्म यो इंग्लिशमा सबै कुराहरु लिइसकेपछि अब यो च्याट जीपीटीले आफै सोधिरा हुन्छ फोटो पनि निकाल्दियो भनेर तर च्याट जीपीटी हामी प्रो भर्जनमा छैन भने हामीले फोटो निकाल्न सक्दैनौं तीनटा बाहेक हैन त्यसैले गर्दा मैले एउटा चाहिँ ट्राई गरेर च्याट जीपीटीले यस्तो फोटो निकाल्दियो त्यसपछि मैले यसलाई के लेखे भन्दाखेरि ओके आई वान्ट टु नारेट दिस स्टोरी इन नेपाली हैन नेपालीमा मलाई उ गर्न मन छ प्लिज नेपालीमा चाहिँ गर्दिन्छ होला भनेर मैले यसलाई चाहिँ एउटा नरेसन राम्रोसँग नेपालीमा फुल पावरफुल मोटिभेशनल गर्दै भनेपछि यसले चाहिँ मलाई सर कुराहरु लेख्दियो हरेक कुराहरु अंकमा लेख्दियो हैन लुक एट दिस यसरी मलाई यसले नेपालीमा पनि लेख्थ्यो नेपालीमा लेखिसकेपछि फेरि आफैले मलाई सोध्यो हैन के यसलाई चाहिँ अझै उसमा लैजाने हो भनेर सोध्यो त्यसपछि मैले यसलाई के गरे भन्दाखेरि मलाई चाहिँ 1 मिनेटको चाहिँ मोटिभेसन स्टोरी न्यारेट गर्नु छ स्टोरी टेलिङ गर्नु छ हो त्यो स्टोरी टेलिङ गर्नको लागि चाहिँ मलाई 1 मिनेटको एकदम राम्रोसँग चाहिँ लेखिदे भनेपछि फेरि मलाई च्याट जीपीटीले मजाले लेखेर दियो हैन मजाले लेखेर दिएपछि अब फेरि मैले त्यसलाई के गरे त भन्दाखेरि च्याट जीपीटीले फेरि मलाई सोध्दैछ यो भएन भने अझै यसलाई अझै अडियोमा
कसरी लैजाने हैन उसमा कसरी लैजाने भन्ने कुराहरु लेख्दियौ भनेर च्याट जीपीटी मलाई आफ सोध्दैछ मैले अनि त्यो अनुसार चाहिँ च्याट जीपीटी को सहायता अनुसारले चाहिँ मैले केही लाइनहरु चाहिँ यहाँनिरबाट लियो अब लिइसकेपछि अब म कता जान्छु त भन्दाखेरि इमेज जेनेरेसन गर्नको लागि है इमेज जेनेरेसन गर्नको लागि अब हामीसँग के छ एआई हरु हामीसँग थुप्रै एआईहरु छ थुप्रै ठाउँबाट अहिले त आईओएस बाट पनि मजाले गर्न सकिन्छ तर सबै ठाउँबाट राम्रो खालको इमेजेसहरु आउँछ भन्ने छैन सबै ठाउँबाट राम्रो खालको एक्युरेट इमेजहरु आउँछ भन्ने छैन र मलाई सबभन्दा राम्रो लाग्ने लियोनार्डो एआई हो जुनबाट चाहिँ हामीले थरीको टेक्स्ट टु टेक्स्ट टेक्स्ट टु इमेज इमेज टु इमेज जे पनि गर्न सक्छौं तर यसमा चाहिँ के छ भन्दाखेरि हामीले तीनटा फोटोहरु जति मात्र गर्न सक्छौं दिनमा के तीनचोटी मात्र एकचोटीमा 4 वटा फोटो आउँदछ तीनचोटी हो तीनटा लगाएर गर्न सक्छौं त्यही भएर लियोनार्डो एआई बाट चाहिँ मैले सम्पूर्ण निकाल्न सक्दैन भन्ने कारणले गर्दा जस्ट मैले तपाईहरुलाई लियोनार्डो एआई चाहिँ अहिले देखाए तपाईहरुले किनेर गर्न सक्नुहुन्छ नत्र भने हैन त्यसपछि छ हेर्नुस् हामीसँग अरु एआईहरु पनि है म तपाईलाई प्रम्प्ट कसरी राख्ने भन्ने कुराहरु त्यहाँ सिकाउँछु मजाले हेर्नुस् होला है अब हामीसँग चाहिँ अर्को एआई इमेज जेनेरेटर हैन यसबाट चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भने मजाले नै तपाईले perchance.org भन्ने छ यसमा गएर तपाईले मजाले फ्रीली जति पनि इमेजहरु निकाल्न सक्नुहुन्छ यसमा स्टाइलहरु देखाइरहेको छ जति पनि स्टाइलहरुको तपाईहरुले लिन सक्नुहुन्छ है यसमै छ 2D 3D कमिक स्टाइल सबै स्टाइलहरु आफूले चुज गरेर स्टाइल त सबै ठाउँबाट चुज गर्न सक्नुहुन्छ है लियोनार्डो एआई पनि तपाईहरुले चाहिँ 3D डिस्नी स्टाइल है भनेर त्यहाँनिर चाहिँ प्रम्प्टमा लेख्नु भयो भने त्यो अनुसारको चाहिँ तपाईको इमेज जेनेरेसन हुन्छ हैन नभए तपाईहरुले आफैले चाहिँ के गर्नु पर्ने हुन्छ है बुझ्नुभयो नि लेख्न पर्यो नि त अरु ठाउँमा यसमा चाहिँ त्यही क्रिएट गर्न सक्नुहुन्छ है अनि लियोनार्डो एआई यसमा लियोनार्डो एआईहरुमा पनि आफ्नो साइज जुन फोटोको साइजहरु छ त्यो कुराहरु चेक गर्न नबिर्सिनुस् होला हैन ल्यान्डस्केप पोर्ट्रेट कुन छ है 9:16 16:9 है त्यसपछि यसबाट पनि मलाई चाहिँ राम्रो नलाग्ने मलाई नराम्रो लाग्ने भनौं न हैन म त्यसपछि गए पिक लुमिन एआई मा गइसकेपछि मैले त्यहाँनिरबाट चाहिँ फटाफट फोटोहरु जेनेरेट गर्न थाले जस्तै कसरी गर्ने भन्दाखेरि हरेक फोटो इमेज जेनेरेसनको लागि पहिला सुरु चाहिँ आफूले डिस्क्रिप्सनमा आएको जुन चाहिँ आमा र छोरीको भनौं न बुहारी र सासूको चाहिँ डिस्क्रिप्सन छ त्यसलाई पहिला सुरु राख्ने त्यसपछि तपाईहरुको टेक्स्ट प्रम्प्ट हुन्छ नि जुन एभ्री इमेजको वान इमेजको एउटा गरेर राख्ने हैन त्यसपछि पिक लुमिन एआई पनि तपाईहरुले पहिला सुरु कहाँ जानु पर्यो भन्दाखेरि फोटोको साइज हैन हामीलाई त टिकटक साइजमा चाहिन्छ हो त्यो साइजलाई लिनुस् होला त्यो साइजलाई लिनु भइसकेपछि तपाईहरुले चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ दुईटासम्म फोटो एकैचोटी जेनेरेट गर्नको लागि चाहिँ पाउनुहुन्छ फ्रीमा त्यो भन्दा माथि 3टा 4टा गर्नु पर्यो भने चाहिँ प्रो भर्जन अथवा यसको पनि किन्न पर्ने हुन्छ हैन दुईटासम्म मात्र लिएर गर्नुस् त्यसपछि तपाईले जति पनि गर्न सक्नुहुन्छ हैन फर्स्टमा चाहिँ फास्ट एकदम फास्ट फोटोहरु आइरहन्छ पछि अलिकति मात्र स्लो है धेरै स्लो पनि हैन 30-40 सेकेन्डमा त फोटोहरु जेनेरेट भइसकेको हुन्छ मजाले फोटोहरु जेनेरेट भइसकेको हुन्छ त्यसपछि त्यो फोटोहरुलाई तपाईले लिएर सरर सेभ गर्न सक्नुहुन्छ मजाले सेभ गर्न सक्नुहुन्छ सेभ गर्नु भइसकेपछि अब त्यो फोटोहरु लिएर कहाँ जाने त भन्दाखेरि मैले त्यही एडिट एपबाट भन्न चाहन्छु क्यापकटबाट पनि गर्न सक्नुहुन्छ मजाले क्यापकट प्रो भर्जन चाहिरहन्छ चाहिँ वाटरमार्क आइरहन्छ त्यसबाट चाहिँ अब्स्ट्याकलहरु आइरहला एपीके हो पनि यताउता हो भनी भनेर चाहिँ मैले तपाईहरुलाई कहाँ नै लैजान्छु भन्दाखेरि चाहिँ र एडिट एपको बारेमा मैले यो भन्दा अगाडि एउटा भिडियो बनाइसकेको छु राम्रोसँग सबै कुरा के गर्न मिल्छ भनेर त्यहाँबाट मजाले स्लोली भिडियो छ त्यो भिडियो डिटेलमा छ त्यो भिडियो हेर्दिनुस् होला है त गाइस है र यसरी यो फोटोहरु लिनु भइसकेपछि अब तपाईलाई चाहिए के त भन्दाखेरि अडियो हैन अडियोको लागि हामीले कसरी के गर्यो भन्दाखेरि हामीले पहिला सुरु त जुन अडियो जुन टेक्स्ट थियो मैले तलसम्म चाहिँ एउटा 1 मिनेटको नरेसन गर्नको लागि भनेको अडियोलाई चाहिँ मैले के गर्छु भन्दाखेरि त्यसलाई कपी गर्छु च्याट जीपीटीबाट त्यसपछि म जहिले पनि मैले सिकाइरहेको स्पीचमा जुनमा चाहिँ तपाईले लगइन पनि गराउन नपर्ने हुन्छ जुन फ्री छ अडियोको लागि त्यसमा जान्छौं त्यसमा गइसकेपछि तपाईले देख्न सक्नुहुन्छ यो यसरी खुल्छ यहाँनिर चाहिँ यसलाई तपाईले आफ्नो त्यो कपी गरेर पेस्ट गर्नुस् पेस्ट गर्नुभएपछि तलपटि केही अंकहरु देखेको हुन्छ पासवर्ड जसरी त्यो अंकलाई यतापटि लेखिदिनुस् त्यसपछि तलपटि गएर तपाईले कुन चाहिँ ल्याङ्ग्वेज राख्न खोजे इन्डियनहरुले पनि राम्रै बोल्छ हैन ठिकै बोल्छ तर नेपालीबाट लिउँ भनेर चाहिँ मैले नेपालीको लिए नेपालीबाट लिदा फेरि त्यहाँ दुईटा अप्सन आउँछ सागर र उ भन्नी त्यसपछि मैले चाहिँ लेडीजकै भोइस लिउँ न यो पाली भनेर चाहिँ मैले लेडीजको भोइसले